guys, hello everyone, it's Ridha Tamang and my friend Shruti Saha and here's Ran's sister and Nisha's sister and we are at God's Beauty Parlor. हुन्छ मान्छेहरुको भिड फ्री आज चाहिँ भेरे गाइस यहाँ पार्लरमा फ्री स्किन टेस्ट छ अनि त्यही भएर यहाँ जनताहरु भेला हुनु भएको छ अलिकति अनि सबैजना बसिराख्नु भएको छ म चाहिँ अनर एन्ड लाइक उहाँ चाहिँ आज आउनु भएको हो हेलो गाइस अहिले चाहिँ मान्छेहरु सक्नु भएको छ र उहाँ अनर हो यहाँको मोस्ता यता पनि लिएर रेडी गर्नु नि ल सबजना हुन्छ नि हाम्रो माइली आन्टी रमना काकी आन्टी मम्मी अनि सामानहरु यसरी चाहिँ मल्टिप्लक किन टेस्ट क्लासको लागि आउनु भएको छ सबैजना रेडी हुनुभएको छ हेलो रिजा म्यामहरु पनि आइसक्नु भएको छ क्लास स्टार्ट भइसकेको छ टेस्ट पनि टेस्ट भइरहेछ ऊ हाम्रो फर्स्ट अब हाम्रो यहाँ खुसबुको हुन गइरहेको छ अर्को स्किन टेस्ट 32 थोरै रहेछ मोइस्चर उसकोमा पनि एकदम मिक्स मैले गर्छु तपाईले हाल्नु है एकदम हामी पानी लिन गएको मेरो पेन्ट उयो चप्पलमा अड्क्यो सबै भयो गाइस अब चाहिँ यहाँ पानी उमा भनेर गएको कसम नाइजु नआउनु हुने अब चाहिँ हामीले फिल्ममा फोकट मान्छेले बोल्दै हिँडिरहेको छु म र सुते यसो चरो घाममा मैले मेरो भएको कन्ज्युम पुसेको छु बोतलले झिक्छ जतिकै गरेर नि अब मेरो साथीहरू पनि गाइस आइसकेको छ होइन भन्नै पर्दाखेरि अनि हामी फेरि पानी लिन फेरि यस्तो खतरा ठाउँमा गएको छौँ नि भन्नु पर्दाखेरि यस्तो खतरा ठाउँमा नि हामी यहाँ यस्तो डिस्टर्ब गरेको छ कि गाइजहरू क्या पछाडिको ब्याकग्राउन्डले होइन ब्याकग्राउन्ड अलिकति बाटो हो नि त खुल्ला आम बाटो के अरे खुल्ला बाटो कस्तो भन्दैन आएको मलाई चाहिँ मान्छेले त्यो घरमा बिल्लै हुन्छ है अनि यस्तो बोल्दै हिँड्दाखेरि चाहिँ हामी चाहिँ पानी लिन फेरि गाइस भन्नै पर्दाखेरि पुलिस स्टेसन जाँदैछौँ कस्तो त यस्तो हेर्दैछ हामीलाई कोही भए धारा त्यस्तो छ गाइस यो चाहिँ बिट्टा बजारको पुन्डारी चोकको पानी भर्छ दिल्चीको बोट पनि छ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ भ्यू चाहिँ स्टिल हाम्रो यो स्किन टेस्ट भइरहेछ स्किन टेस्ट भइरहेछ आज 30 को छौँ यहाँ अब काम पनि भइरहेछ काम पनि गर्नै पर्यो रन्जाङ अब हाम्रो अझै बाँकी छ थपिराख्नु भएको छ हाम्रो स्किन टेस्ट गर्नको लागि चाहिँ सबैजना बहिनीहरू पनि आइरहेछ म चाहिँ कहाँबाट आइपुगिहाल्छु मैले मेरो फोन राखेको छु यहाँनिर मेरो चाहिँ के अरे के स्किन छ अरे दुईवटा स्किन छ अरे थाहा भएन हेर्नै पर्छ अलिकति सब्जी पनि म त भिड्नै भन्छ हेरेर
बिल्ला नि हेर्नु त सिक्ने बहिनीहरू त बिल्ला लाग्यो अब चाहिँ हामी अन्तिममा आइसक्यौँ अब हाम्रो लगभग क्लास पनि सक्यो टेस्ट पनि सक्यो सबैजना अब हाम्रो म्यामहरू मात्रै हुनुहुन्छ म्यामहरूलाई खाजाको व्यवस्था गरेको छ खाजा खाइसकेको अब हाम्रो आजको स्किन टेस्ट क्लास पनि सक्यो अनि अब म्यामहरू खाजा खाँदै हुनुहुन्छ अनि अब हाम्रो म्यामहरू पनि जानुहुँदैछ एयरपोर्टसम्म अटोमा ओके बाई म्याम हाम्रो यहाँ जीवन भाइ लग्दै हुन्छ एयरपोर्टसम्म बाई बाई आउनु न बाई म्यामहरू पनि आफ्नो गन्तव्यतिर प्रस्थान गर्नुहुँदैछ बाई कृषाला थ्याङ्क यू कृषाला मेरो लागि यति धेरै दुःख गरिदियो होइन आजको स्किन टेस्ट पनि क्लास सक्यो अब आज चाहिँ कस्तो भयो भने आधी चाहिँ हामीले लिन पाएनौँ लिन सकेनौँ किनभने टाइम अलिकति थोर भयो अब हाम्रो नेक्स्ट चाहिँ डेट 15 गते हुँदैछ त्यसको लागि हजुरहरूले नाम टिपाउन सक्नुहुन्छ आज चाहिँ अलिकति म्यामहरू पनि बिजी हुनुहुन्थ्यो र सोचेको भन्दा पनि बेसी नै कस्टमर आइदिनु भयो त्यही कारणले गर्दाखेरि अलिकति हामीले टाइम दिन सकेनौँ ओके थ्याङ्क यू गाइज फर वाचिङ माई ब्लग बाई बाई मलाई पनि धेरै नै राम्रो लागेको छ इट वाज वान अफ द बेस्ट एक्सपिरियन्स फर द फेसियल ट्रिटमेन्ट एन्ड यु हेभ टु कम टु दिस स्टोर एन्ड दिस पार्लर इज भेरी मच बेटर थ्याङ्क यू रविदा